हेलो अनि जुजुलोपा साथीहरू, वेलकम टु माई अनदर मिनी भ्लग। र मेरो चाहिँ कलेज लागेको कारण म चाहिँ त्यति भ्लग बनाउन पाउँदिनँ र आज चाहिँ हामी घुम्न जाने भनेको थियौँ, त्यही भएर आज चाहिँ मैले भ्लग हालेको र अर्को भ्लग चाहिँ नेक्स्ट विकमा आउँछ। यो भिडियो पनि शुक्रबारको हो, तर नभएर चाहिँ मैले आज एडिट गर्दैछु। हामी चाहिँ सबैजना बिबी चोकमा भेटेको थियौँ। लगभग हामी 4 जना केटा 4 जना केटी थियौँ। 8 जना जान लागेको थियौँ। खासमा जान चाहिँ हामी 9 बजे हिँड्ने भनेको थियौँ, तर कोही के गर्दा चिसापानीबाट हिँड्दै 10 बजिसकेको थियो कि। त्यसपछि हामीले सामान किनेर होमपहरी हुँदै गयौँ। यहाँ सब आफ्नो तानमा थियो। होमपहरीबाट चाहिँ कुहिरोहरू लाग्न सुरु भइसकेको थियो। फेरि हामी छिमा हुँदै गयौँ। त्यहाँ पुग्दासम्म चाहिँ कोही अघि कोही पछि हालत खराब भइसकेको थियो र घाम लागेको भए चाहिँ अलिक गाह्रै हुन्थ्यो हिँड्न। कुहिरोहरू लागिरहेको थियो, त्यही भएर हामीलाई अलिक सजिलो पनि हुँदै थियो हिँड्नको लागि। हामीले भन्दा पनि 2टा बुफर लगेको थियौँ र हामीले भरे एउटा चाहिन्छ भनेर चाहिँ एउटा चाहिँ बचाउँदै हिँड्दै थियौँ। र त्यहाँ माथि अझै आधी घन्टाको बाटो हिँड्दासम्म चाहिँ पुरै हामी चाहिँ थाकिसकेको थियौँ। कुहिरोहरू पनि एकदम थियो र म चाहिँ सोचिरहेको थिएँ कि यत्रो बाटो उकालो यति धेरै थिएन, कसरी कलेज आउँछ कि मान्छेहरू बिहान कसरी टाइममा आइपुग्छ भन्ने हाम्रो चाहिँ हालत खराब भइसकेको थियो कि। आमामा यति फेरि उकालो पनि यति धेरै थिएन। लास्ट टाइम म यो बाटो जाँदाखेरि चाहिँ त्यस्तो केही थिएन र हामी जाँदा चाहिँ यति राम्रो बनाएको थिएन यो धाराहरू, र जो चाहिँ हिँड्न सक्छु भन्थ्यो त्यो चाहिँ पुरै थला परिसकेको थियो कि। लगभग हामी 2-3 घन्टापछि हामी बल्ल कुहिबिर पुग्यौँ। कुहिबिरबाट थोरै परतिर र ओह्रालो झरेर यस्तो राम्रो ठाउँ थिएन। हाम्रो चाहिँ सबै थकान मेटिएको थियो क्या यो भ्यू देखेर। एकदम वाउवाला थियो कि। र घरबाट चाहिँ कसैले खाना खाएर हिँडेको थिएनौँ कि बिहान, त्यही भएर चाहिँ हामीले पुग्ने बित्तिकै सुरुमै खायौँ। त्यसपछि हल्का फोटो र भिडियोहरू पनि खिच्यौँ। डान्स त गर्ने पर्यो, डान्स भनेको छुटाउनु हुँदैन। हामी चाहिँ 1-1.5 घन्टा बसेर फेरि फर्केर त्यो कुहिबिरमा एकछिन केही खान बस्यौँ। हामीले लोकेसनमा चाहिँ ग्रुप फोटो खिचेको थिएनौँ कि, तर त्यहाँ चाहिँ हामीले ग्रुप फोटोहरू पनि खिच्यौँ। खासमा चाहिँ हामी 3-4 बजे नै घर पुग्ने गरी हिँड्ने भनेको थियौँ, तर के गर्दा हिँड्दै ढिलो गइहाल्यो र जे जस्तो भए पनि मेरो लागि चाहिँ त्यो बेस्ट मेमोरी थियो, किनकि हाम्रो यो लास्ट इयर पनि हो। अनि यिनीहरू चाहिँ पछाडि थियो, हामी चाहिँ अगाडि थियौँ अनि केटाहरू चाहिँ पछाडि थियो। कुहिरो पनि यति धेरै थिएन, हामी चाहिँ अगाडि थियौँ। सो आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ साथीहरू।